मेयर साहब हजुरलाई स्वागत छ। धन्यवाद। यो बस पार्क चाहिँ 23 वर्षपछि सञ्चालनमा आउँदैछ। यसलाई चाहिँ नियमित सञ्चालन गर्न चाहिँ के गर्दै हुनुहुन्छ? हामीले 2081 साल भाद्र 18 गते भोलि हामीले यो बसलाई निरन्तर रूपमा बस पार्कलाई सञ्चालन गर्नको लागि अब यो 23 वर्षपछि यसको चाहिँ शुभारम्भ गर्दैछौँ। यसको लागि सम्पूर्ण तयारीहरू पुरा भइसकेका छन् र यो तयारी सँगसँगै यसलाई विशेष गरेर गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूको प्रमुख आतिथ्यतामा यो चाहिँ बस पार्क चाहिँ शुभारम्भ हुँदैछ र यहाँ चाहिँ सबै बागलुङेहरू धेरै उत्साहित भएका छन्। यो धेरै वर्षको प्रतीक्षापछि आज चाहिँ हामीले यसको चाहिँ शिलान्यास गर्ने तयारीमा हामी अगाडि बढिरहेको परिस्थिति छ। त्यसैगरी यो कार्यक्रममा नेपालको पहिलो व्यक्ति अन्टार्कटिकामा जाने पहिलो व्यक्तिलाई सम्मानको कार्यक्रम पनि यहाँ जोडेका छौँ। त्यसैगरी विविध चाहिँ साङ्गीतिक कार्यक्रमहरू, हनुमान नाच, लाखे नाच, विभिन्न धार्मिक चाहिँ धर्मावलम्बीहरू, त्यसैगरी साङ्गीतिक कार्यक्रमहरू सहित चाहिँ यो कार्यक्रमको वृहत रूपमा उद्घाटन हुँदैछ। हजुर, अनि यसमा चाहिँ कतिवटा बस चाहिँ अट्ने क्षमता रहेको छ? यसमा झन्डै 70वटा बसहरू चाहिँ अट्नेछन् भने साना हलुका सवारी साधनहरू 25वटा र झन्डै 200-300वटा साना मोटरसाइकलहरू 200-300वटा अट्ने चाहिँ यसमा त्यो किसिमको चाहिँ यहाँ बनाइएको छ बस पार्क। यो क्षेत्रलाई व्यावसायिक गन्तव्य बनाउन चाहिँ के गर्दैछ त नगरपालिका? अवश्य पनि बागलुङ बस पार्क यो चाहिँ सञ्चालनमा रह्यो भने यो गण्डकी प्रदेशकै नमुना बस पार्क र सुविधा सम्पन्न बस पार्क हो। यो पहिलो बस पार्क हो बागलुङ यो गण्डकी प्रदेशको। यो बस पार्कले चाहिँ यो क्षेत्रको व्यावसायिक रूपमा त्यसै गरी चाहिँ यो कोराला नाकासम्म, बेनी मुस्ताङ हुँदै कोराला नाकासम्म र यताबाट चाहिँ हाम्रो बुर्तिबाङ हुँदै धोरपाटन हुँदै त्यसै गरी रोल्पा, रुकुम, प्युठानतर्फ पनि चाहिँ यो बस सञ्चालन हुँदै गर्दाखेरि र अन्य यता चाहिँ हाम्रो पूर्वी क्षेत्रका चाहिँ सडकहरूमा यो बसहरू सञ्चालन हुँदै गर्दाखेरि बाहिरी पर्यटकहरू आउँदै गर्दाखेरि यसले ठुलो चाहिँ एउटा चाहिँ व्यावसायिक रूपमा पनि यसले ठुलो फड्को मार्छ भन्ने हाम्रो लागेको छ। अनि यहाँ चाहिँ स्थानीय लगायत यहाँ बाहिरको मान्छेहरूको चाहिँ कतिजनाको चाहिँ जग्गाहरू चाहिँ छ? यहाँ चाहिँ स्थानीय विशेष गरेर स्थानीयहरूकै झन्डै 58 जनाभन्दा बढी चाहिँ जग्गादाताहरूले हामीलाई यो बागलुङ नगरपालिकालाई यो जग्गा दान गर्नुभएको छ। 17.5 रोपनी जग्गा बागलुङ नगरपालिकालाई उहाँले हस्तान्तरण गरेर 17.5 रोपनी जग्गामा बागलुङ बस पार्क चाहिँ निर्माण गरिएको छ र बाँकी केही जग्गाहरू जुन चाहिँ 32 रोपनी जग्गाहरू यी चाहिँ उपभोक्ताहरूलाई जसले जग्गा दान गर्नुभयो उहाँहरूलाई हामीले चाहिँ बागलुङ नगरपालिकाले फिर्ता गर्ने प्रक्रियामा हामी अगाडि बढिरहेका छौँ। अनि जग्गा धनीहरूलाई चाहिँ कहिलेसम्म चाहिँ जग्गा चाहिँ वितरण हुन्छ? हामीले धेरै प्रक्रियाहरू जग्गा चाहिँ स्थानीयवासीलाई जग्गा धनीहरूलाई त्यो जग्गा फिर्ता गर्ने प्रक्रियाको लागि धेरै कामहरू हामीले अगाडि बढाइसकेका छौँ। यो बस पार्क सञ्चालनमा आइसकेपछि त्यसको केही महिनाभित्रमै हामीले चाहिँ यथाशक्य छिटो यो जग्गादाताहरूलाई जग्गा फिर्ता गर्ने हामीले योजना बनाएका छौँ। सोही अन्तर्गत यो कार्यक्रमलाई अगाडि बढाएका छौँ। अनि बस पार्कमा प्रयोग हुने जग्गा बाहेकका जग्गाहरूलाई चाहिँ कसरी व्यवस्थापन गरिरहनु? त्यही नै हो, हामीले चाहिँ 12 बुँदे समझदारी बागलुङ नगरपालिकासँग यो चाहिँ जग्गादाताहरूको 12 बुँदे समझदारी रहेको छ। ती 12 बुँदे समझदारीहरूलाई हामीले चाहिँ अक्षरशः पालना गर्दै यहाँ चाहिँ विभिन्न किसिमका बाटोहरू, नालीहरू, त्यसै गरी चाहिँ विद्युत, टेलिफोनदेखि लिएर खानेपानीदेखि लिएर सबै कुराहरूको व्यवस्थापन गरेर यसलाई एउटा घरेटीको रूपमा चाहिँ विकास गर्दै ती चाहिँ सबै जग्गादाताहरूको जग्गाहरूलाई व्यवस्थित रूपमा हामीले घरेडी प्लोटिङ गरेर फिर्ता गर्ने कार्यक्रम बनाएका छौँ। अनि अन्तमा यो दीर्घकालीन व्यवस्थापनमा चुनौतीहरू छन् भन्छन्, यसलाई चाहिँ कसरी लिनुभएको छ? अवश्य पनि धेरै किसिमका चुनौतीहरू छन्। यो बस पार्क सञ्चालन भइसकेपछि बागलुङमा जुन किसिमको बस पार्क, जिप पार्क, ट्याक्सी पार्कदेखि लिएर 3 पाङ्ग्रे सवारी साधनदेखि लिएर लामो दूरी छोटो दूरीका चाहिँ सवारी साधनहरूदेखि लिएर स्कुल बसहरूदेखि लिएर नगर बसहरू सञ्चालन गर्नको लागि यो बस पार्कले चाहिँ महत्त्वपूर्ण भूमिका खेल्छ। यसलाई दीर्घकालीन रूपमा एउटा मास्टर प्लानका साथ हरेक गाडीहरूलाई विभिन्न ठाउँमा पार्किङको व्यवस्थादेखि लिएर व्यवस्थापन गर्दै हामीले दीर्घकालीन रूपमा निरन्तर रूपमा चलाउने योजना बनाएका छौँ। सोही अन्तर्गत यहाँ बस व्यवसाय समिति, जीप व्यवसाय समिति, ट्याक्सी व्यवसाय समिति, सुरक्षा निकायदेखि लिएर यातायातसँग सरोकार राख्ने सम्पूर्ण सङ्घ संस्थाहरूसँग सहकार्य गर्दै आज चाहिँ हामीले यो बस पार्कको चाहिँ उद्घाटनको कार्यक्रमहरूलाई अगाडि बढाइरहेका छौँ। र म यही टेलिभिजन मार्फत पनि म भन्न चाहन्छु, भोलि ठिक 11 बजे भाद्र 18 गते
ठिक 11 बजे यो बागलुङ बस पार्कमा बृहत कार्यक्रमका साथ यो बस पार्कको समुद्घाटन हुँदैछ। मैले सम्पूर्ण महानुभावहरूलाई छुले निम्त पनि भन्न चाहन्छु, सम्पूर्ण नगरवासी यत्र तत्रका छिमेकी जिल्लाका महानुभावहरूदेखि लिएर सम्पूर्ण अतिथि महानुभावहरूलाई हामीले आमन्त्रण पनि गरेका छौँ। यहाँ उहाँहरूको गरिमामय उपस्थितिको लागि यो कार्यक्रम मार्फत मैले यहाँहरूलाई हार्दिक निमन्त्रणा पनि गर्न चाहन्छु। धन्यवाद। जय बागलुङ। भोलि 18 गते यो बस पार्क सञ्चालनमा ल्याउँदैछु र हालमा म यहाँको एउटा गाउँले अथवा प्लस चाहिने म जग्गादाता पनि हो र यो बस पार्क ल्याउनमा निकै कठिनाइ भएको थियो। र अहिले आएर हाम्रो नगरपालिका लगायत सम्पूर्ण टिम बस व्यवसाय समिति र यहाँका वरिपरिका सबै बासिन्दाहरूले पनि यसलाई तपाईँको चाहिँ एकदम पहिलो प्राथमिकता साथ लिएर यो बस पार्क सञ्चालनमा ल्याउन आएका छौँ। र अब आगामी दिनहरूमा पनि भोलिदेखि निरन्तर रूपमा यहाँबाट कुनै दिन पनि नरोकिने यहीँबाट टिकट काटेर अथवा बिचमा टिकट काटेर पनि यहीँबाट बस पार्क सञ्चालन गर्ने सबै हामी यहाँका गाउँवासीहरू सबै अहिले यो जुन बस सञ्चालन हुन आएपछि सबै खुसी र हर्षित भएका छौँ। अब झन्डै यो जग्गा
व्यवस्था गर्ने अथवा नगरपालिका दिने क्रम गर्दै जाँदाखेरि हामीलाई झन्डै 20 वर्ष लाग्यो र आज मुख्यमन्त्रीबाट उद्घाटन भोलि हुने भएको हुनाले हामी जग्गादाता यहाँका 4 नम्बर वडाका वडावासी लगायतका मान्छेहरू असाध्यै धेरै खुसी हुनुभएको छ र यसको साथसाथै यो प्रोग्राम चाहिँ अञ्चलको लागि पनि एउटा गरिमा बोक्ने एउटा संस्था पनि हो र यसमा साथसाथै जग्गा व्यवस्थापन समितिले पनि जग्गा लिने बेलामा र जग्गा फर्काउने खालको चाहिँ एकदम जिम्मेवार ढङ्गले चाहिँ जग्गा लिएको हो र यो जग्गा फर्काउने क्रम पनि छिटै गरिदिन्छु भन्ने आशा र भरोसा राखेको छु र यो नगरपालिकालाई अब चाहिँ यो बस पार्क बनाउने पुरानो प्रतिनिधिहरूलाई र आम नागरिकलाई र जग्गादाताहरूलाई मैले जग्गा व्यवस्थापन समितिको तर्फबाट एकदम धेरै आभार व्यक्त गर्न चाहन्छु। यस्ता कामहरू सधैँ यो जिल्लामा र यो अञ्चलमा भइराखोस् भन्ने आशा र भरोसा पनि राखेको छु र सधैँ त्यागी भावनाले नै यो समाज यो देश बनाउने कुरालाई टेवा दिन्छ। व्यापार बिजनेस भनेको पैसा कमाउने हो र सामाजिक काम भनेको गुमाउने नै हो। यो कुरालाई ध्यान राखेर सबैले काम गर्नुहुन्छ भन्ने आशा गर्छु।